Certificate of Appreciation. Mr. Moniraj Khede, on behalf of the Executive Committee and on my own behalf, I wish to convey our sincere appreciation and gratitude for your successful second tenure as a president since June 2009 to July 2011. Your contribution was very significant and helped in achieving organizing goals with unprecedented success during the period. There is still a lot of work to be done. The unification of the NRNA NCC Cyprus can only be completed with your continued contribution. Sincerely, Mr. Vishwaraj Himire, President. यसै गरी उपाध्यक्षज्यू यसै गरी एनआरएनएएनसीसी साइप्रसका महासचिव श्री रञ्जित भट्टज्यू यसै गरी एनआरएनएएनसीसी साइप्रसका सचिव विष्णुमाया वाइवाज्यू साइडमा धन्यवाद। हाम्रो एप्रिसिएसनको सिकिसकेको छ र हामी कार्यक्रमको अन्तिममा पुगिसक्यौँ। अब एनआरएन के हो भन्ने कुरा चाहिँ थाहा हुँदै आयो। त्यही काम चाहिँ त्यति सहिलो थिएन र वास्तवमा मैले देखेँ पनि साइप्रसमा एनआरएन र नेपाल फ्रेन्चेस सोसाइटी यो दुईटा चाहिँ छुट्टा छुट्टै भन्ने कुरा त्यो बेला चाहिँ आएको थियो भने आज आएर यो सबै एनआरएन चाहिँ एउटा मेन छाता हो र यसभित्र चाहिँ सबै सङ्गठनहरू हुनुपर्छ भन्ने कुरा मैले यहाँ अहिले बल्ल आएर अनुभूति पाएँ। यसको लागि चाहिँ सबै साइप्रसवासी साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। किनभने भन्दाखेरि हामी जुनसुकै ग्रुपमा बसे पनि हामी सबै एनआरएन हो। 180 दिनभन्दा बढी बाहिर बस्ने साथीहरू चाहिँ सबै एनआरएन भन्ने कुरा चाहिँ यहाँलाई चाहिँ थाहा नै छ। र आफ्नो कार्यकालमा वास्तवमा मणिजीले चाहिँ धेरै गर्नुभयो। उहाँले चाहिँ आज आएर यो एनआरएन चाहिँ सङ्गठित हुन चाहिँ जुन रूप दिनुभयो त्यसको लागि चाहिँ म हाम्रो एनआरएनको समस्त परिवारबाट चाहिँ उहाँलाई धन्यवाद दिन चाहन्छु र उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। भने आज आएर हामीले एउटा डेमोक्रेटिक वेमा एउटा सम्झौताको रूपमा नयाँ एनसीसीको चाहिँ गर्न सफल भयौँ, गठन गर्न सफल भयौँ र यो कुरा वास्तवमै भन्यो भने निकै राम्रो कुरा हो, पोजिटिभ कुरा हो र आफूले चाहिँ मन मिलेर चाहिँ गर्न चाहे पनि जे कुरा पनि गर्न सकिने रहेछ, इभन सङ्गठन पनि गठन गर्न सकिने रहेछ भन्ने कुरा आज हामीलाई चाहिँ थाहा भयो र यो कुराहरू यस्तो बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै एनआरएन एनसीसी साइप्रसको सम्पूर्ण कार्यभार हाम्रो अफिस भनौँ उहाँलाई आजदेखि यो एउटा उहाँको अधिकार उहाँलाई म हस्तान्तरण गर्छु। आजदेखि हाम्रो विश्वजीको